नमस्ते, म हुँ आशिष चामलिङ राई। स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा एकमुष्ट नमस्कार। हामी चाहिँ अहिले भर्खरै शनिबारको दिन चाहिँ कहाँ छौँ भन्दाखेरि उदयपुर गाईघाटको बिसनपुर पार्क भन्ने यो चाहिँ एकदमै भाइरल ठाउँ पनि हो। भाइरल ठाउँ पनि भएको कारणले गर्दाखेरि आज चाहिँ हामीहरू यहाँसम्मको हाम्रो यात्रा रहेको छ। यो भित्र चाहिँ के छ, के कस्तो छ भन्ने कुराहरू हामी तपाईँहरूलाई सम्पूर्ण जानकारी दिने नै छौँ। भिडियो हेर्नुभन्दा अगाडि चाहिँ तपाईँहरूको माया चाहिन्छ। त्यही भएर प्लिज हजुरहरूले चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु हुनको लागि म विनम्र अनुरोध गर्दछु मनैदेखि। त्यो व्यवस्थापन शुल्क पनि गर्नुभएको रहेछ। प्रवेश शुल्क प्रति व्यक्ति रु 20 रुपियाँ रहेछ। चिल्ड्रेन पार्क प्रवेश शुल्क 30 रुपियाँ रहेछ। खेल समय अवधि 20 मिनट मात्र रहेछ। र ठिक छ, पिकनिक भोजको व्यवस्था पनि रहेछ है। 10 वर्षभन्दा मुनिका बालबालिका अथवा अपाङ्ग र वृद्धलाई चाहिँ प्रवेश निःशुल्क भनेर पनि यहाँनिर एउटा बोर्डमा चाहिँ हामी प्रष्ट रूपमा देख्न सक्छौँ। यो बोर्ड मात्रै टाँसिएको हुन् कि यसको शुल्कहरू पनि उठाउने गरिन्छ भन्ने बारेमा अहिले तपाईँहरूलाई हामी जानकारी गराउने नै छौँ। सो हामीहरू चाहिँ यहाँनिर बिसनपुर पार्कमा ढिलो आएको कारणले गर्दाखेरि यहाँनिर सिस्टरहरू हुनुहुँदो रहेछ। यहाँदेखि चाहिँ गाईघाट फर्किने क्रममा हुनुहुँदो रहेछ। यो बिसनपुर पार्क कस्तो लाग्यो उहाँहरूलाई हामीहरू जोड्न चाहन्छौँ। त्यसलाई के भन्छ, बिसनपुर पार्क भन्छ है। हजुरहरूले घुमेर पनि सकिसक्नु भयो। यो ठाउँ कस्तो लाग्छ हजुरलाई भनिदिनुहोस् न। एकदमै रमाइलो। एकदमै रमाइलो। तपाईँलाई मन नढारिकन भन्दाखेरि तपाईँ एकदमै राम्रै हुनुहुन्छ है। पहिलो कुरा कति पटक भइसक्यो आउनु भएको तपाईँ भनिदिनुहोस् न। सेकेन्डचोटि हो। सेकेन्डचोटि। ओहो, हामीहरू चाहिँ फर्स्ट टाइम चाहिँ आउँदैछौँ। हजुरहरू भित्र प्रवेश गरेर पनि निस्किसक्नु भयो। हजुर। यो भित्र प्रवेश गर्दाखेरि शुल्क छ कि छैन हजुर? छ। कति रुपियाँ तिर्नुपर्छ? 20 रुपियाँ। सो उहाँ एकजना सिस्टरले चाहिँ यहाँ टिकटक बनाइराखेको देखेँ अनि उहाँलाई केही प्रश्न गर्नु मन लाग्यो। सिस्टर यहाँ सुन्नुहोस् न, यो हाम्रो गाईघाटको बिसनपुर पार्क एकदमै राम्रो ठाउँ, भाइरल ठाउँ है यो? भन्दो रहेछ भन्दा पनि हो हुन चाहिँ, तर म चाहिँ आज फर्स्ट टाइम यहाँ आएको। यहाँ सुन्नु न, यो भित्र प्रवेश गर्दाखेरि यहाँ पैसा 20 रुपियाँ पनि लिनुहुन्छ भनेर हामीले सुन्यौँ। हजुरले दिइसक्नु भयो? मैले दिइसकेँ 20 रुपियाँ मेरो। हजुर। अनि नानीहरूको खेल्ने गरेर 33 गरेर दुईटा नानीहरूको 60 रुपियाँ। कसले लिनुहुन्छ नि यहाँनिर? खोइ हामीहरूलाई त लिनु भएन र हामीहरू त प्रवेश गरिसक्यौँ। 3जना हुनुहुन्थ्यो। सायद हामीहरूलाई पनि लिनुहुन्छ होला। हामीहरूले चाहिँ काटेको छैनौँ है, नकाटिकन एकैचोटि भित्र छिरेको। 3जना आमाहरू हुनुहुन्थ्यो त्यहाँ। 3जना आमाहरू हुनुहुन्थ्यो। बसिसकेको थियौँ, उहाँहरूले टिकट लाग्छ भनेर हामीले टिकट लिएर। अनि अरू साथीहरूले हेरिरहँदाखेरि उहाँहरूलाई के भन्न चाहनुहुन्छ नि? एकचोटि यो बिसनपुर पार्क आउनै पर्छ या पर्दैन, के छ यसको तथ्य जानकारी गराइदिनुहोस् न। के भन्न चाहन्छु भने यहाँहरू सम्पूर्णलाई जो जतिले यहाँ भाइको अब नाम चाहिँ थाहा भएन, अब युट्युब अथवा जिटी भ्लग भिडियो जसले हेर्नु हुँदैछ उहाँहरूलाई के कस्तो लाग्छ र यो त्यो प्रतिक्रिया पनि दिनुहुन्छ भन्ने अनुरोध गर्दछु र आशा पनि गर्दछु। र म पनि यहाँ पहिलोचोटि आएको हो, अलिक निकै राम्रै रहेछ भन्ने मलाई लाग्यो। यहाँनिर मान्छेहरू धेरै आउनुहुन्छ। म चाहिँ माथि बोक्सेदेखि झरेको, स्टार्ट भएको चाहिँ निकै महिना भयो भनौँ न, तर म चाहिँ आज फर्स्ट टाइम मेरो 2वटा छोराहरू लिएर आएको हो। आउनको लागि चाहिँ एकदम राम्रै लाग्यो, एकदम रमाइलो छ। तपाईँहरू पनि यो भिडियो हेरेर यो पार्क हेर्नको निमित्त आइदिनुहुन्छ भन्ने अनुरोध पनि गर्दछु। हस्, हजुरलाई धन्यवाद। निकै नै राम्रो कुराहरू गरे सिस्टरसँग। हस्, हजुरलाई मनैदेखि धन्यवाद। बिसनपुर पार्क उहाँले चाहिँ भन्दै हुनुहुन्छ यो ठाउँ चाहिँ एकदमै राम्रो छ। उहाँको चाहिँ पहिलोचोटि 2जना छोराहरू लिएर आएको भन्दै हुनुहुन्छ। हजुरहरू पनि आइदिनु होला, एकदमै राम्रो रहेछ। बसेर एकजना दाजु चाहिँ मोबाइल हेर्दै हुनुहुँदो रहेछ। बिसनपुर पार्क के कस्तो छ भनेर उहाँहरूलाई हामी छोटो क्वेसन गर्न चाहन्छौँ। हजुरलाई कस्तो लाग्यो? बिसनपुर पार्क गाईघाटको एकदमै भाइरल ठाउँ भनेर पनि भनिँदो रहेछ दाजु। हामीहरू चाहिँ फर्स्ट टाइम आउँदैछौँ भिडियो बनाउनुको लागि। हजुरलाई कस्तो लाग्यो? पार्कमा धेरै व्यवस्थित नै गरेको रहेछ सर। हजुर। पोहोर साल नेक्स्ट गतसाल आउँदाखेरि त्यत्रो व्यवस्थापन थिएन तपाईँको। थिएन। यसपल्ट चाहिँ अलिकति धेरै व्यवस्थापन गरे जस्तो देखियो। अझै यसमा अझै बिरुवा सिरुवा रोपेको भए अझै चाहिँ राम्रो लाग्थ्यो, अझै सुन्दरता देखिन्थ्यो। त्यही हो सर, त्यही देखिन्थ्यो। हजुरको यो गत वर्ष अगाडि आइसक्नु भएको थियो? पहिले हेरिकन अहिले चाहिँ केही मात्रामा धेरै परिवर्तन भयो। पहिला यस्तोहरू थिएन, उता पार्ने चाहिँ बस्नेहरू जस्तो टहराहरू थिएन। प्रवेश गर्नुभन्दा अगाडि हजुरलाई के शुल्क पनि काटियो? पहिला सर शुल्क थिएन, अहिले सर शुल्क लागेको। शुल्क कति रुपियाँ लाग्छ नि? एकजनालाई 20 रुपियाँ सर लागेको रहेछ। एकजनालाई 20 रुपियाँ। को काट्नु बस्नु भएको छ नि? यहाँ एकजना महिला हुनुहुन्थ्यो सर, उहाँको समितिकै मान्छे हो कि जस्तो लाग्यो।
यो टिकट भन्नेको मतलब के रहेछ भन्ने कुरा अहिले हामीहरू जानकारी गराउँदैछौँ। यहाँ हुनुहुन्छ भने हामीहरू तपाईँहरूलाई जानकारी गराउँदैछौँ। हजुरसँग थोरै समय लिएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। हस् त, थ्याङ्क यू। गाईघाटको एकदमै निकै भाइरल बिसनपुर पार्क चाहिँ यहाँ मैले आएर 2-3जनालाई सोधि पनि सकेँ। उहाँहरूले चाहिँ भन्नुहुन्छ प्लिज एकचोटि चाहिँ तपाईँहरू पनि आइदिनु हुनको लागि विनम्र अनुरोध छ। एकदमै राम्रो ठाउँ पनि रहेछ। सो वरिपरि एकदम हरियाली छ। यहाँ बिचमा पोखरी पनि छ। वरिपरि घुम्ने ठाउँ रहेछ अनि मन्दिर पनि छ। यता पर्तिर अब लामो तपाईँको पुल झोलुङ्गे पुल पनि भर्खरै मात्रामा हालेको हो। यहाँनिर टिकटकहरू बनाउने ठाउँ छ। सानो बाबुहरू खेल्ने ठाउँ पनि रहेछ। यहाँनिर वृद्ध अनि बालबालिकाहरूलाई चाहिँ छुटको व्यवस्था रहेछ। यदि हजुरहरू पनि बिसनपुर पार्क आउँदै हुनुहुन्छ भने प्लिज ध्यान दिएर सुन्नु होला। यहाँ प्रवेश गर्नुभन्दा अगाडि शुल्क लाग्दो रहेछ। उहाँहरूले चाहिँ 20 रुपियाँ तिरेर यो भित्र चाहिँ प्रवेश गर्नुभएको रहेछ। यो शुल्क लिएर चाहिँ राम्रै गर्नुभएको, किनकि यो शुल्क लिए बापत चाहिँ उहाँहरूले यो ठाउँलाई अझ व्यवस्थित बनाउनुको लागि नबनेको ठाउँहरू छ यतातिर केही मात्रामा बनाउनुको लागि प्लस केही कुराहरू जोड्नको लागि चाहिँ शुल्क उठाइएको हुनुपर्छ। पक्कै तपाईँहरूलाई हामी यही जानकारी पनि गराउँछौँ। यदि हुनुहुन्छ भने उहाँसँग हामी केही रूपमा कुराकानी गर्ने नै छौँ। यदि हुनुहुन्न रहेछ भने हामीहरूलाई तपाईँ नेक्स्ट टाइममा चाहिँ फेरि पनि जोड्ने प्रयत्न गर्नेछौँ। जुन अहिले यो हाम्रो उदयपुर गाईघाटको यो बिसनपुर पार्क चाहिँ एकदमै भाइरल रहेछ। यो भाइरल ठाउँ भनेर हामीहरू चाहिँ फर्स्ट टाइम आएको हो। यो यसमा के लाग्छ हजुरलाई? यो भाइरलै ठाउँ हो कि के कस्तो छ हजुर भनिदिनुहोस् न। अब सबै भाइरलै भनेर आइरहेको छ अहिलेसम्म। हजुरले पनि मान्छे लिएर आउनु भएको? हजुर, मान्छे लिएर आउनु भएको। यो ठाउँ चाहिँ कस्तो लाग्छ हजुरलाई? यो कति पटक आइसक्नु भयो क्या यहाँनिर? यो त हामीहरू यो बनेकै थिएन पहिले। यो पुरै काँस गाडी थियो पहिले। हामी ट्र्याक्टर चलाउँदा यतैबाट बल्ल उठाएको। यो त पुरै खोला जस्तै थियो। एक खोला जस्तै थियो। पछि संरक्षण गर्दै यो यतिको बन्द। यतिको भएको है। एकदमै राम्रो लाग्यो। हामीहरू भित्र प्रवेश गरेर पनि बाहिर निस्किसक्यौँ। यो भित्र प्रवेश गर्नुभन्दा अगाडि शुल्क पनि लाग्दो रहेछ। 20 रुपियाँ कति रुपियाँ तिर्नुपर्छ भनेर हामीहरूलाई जानकारी पनि गराउनु भयो। यो सत्य हो हजुर? पहिला चाहिँ उठाएको थियो, अहिले चाहिँ थाहा छैन मलाई। अहिले चाहिँ थाहा छैन। एकजना हुनुहुन्थ्यो अरे, महिला हुनुहुन्थ्यो अरे, उहाँ हुनुहुन्थ्यो भने उहाँसँग केही कुराहरू जोड्न मन लागेको थियो, केही कुराहरू गर्न मन लागेको थियो। अहिले के छ? छैन सर भनेपछि अहिले त मैले देखेको छैन। अहिले देख्नु भएको छैन है। हस् हुन्छ, हजुरलाई धन्यवाद। हस्, धन्यवाद। हस् हुन्छ। हामीहरू चाहिँ यति धेरै असाङ पसाङ भएर चाहिँ सम्पूर्ण मान्छेहरूलाई चाहिँ सोधेर पनि सकिसकेको अवस्था छौँ। र यहाँनिर एकजना बुबा हुनुहुन्थ्यो रहेछ। बुबाले चाहिँ मन्दिर वरिपरि बढार्दै हुनुहुन्थ्यो। यहाँनिर फुलका यो कसिङ्गरहरू झरेको कारणले गर्दा उहाँले चाहिँ सफा गर्दै हुनुहुन्थ्यो। बुबा हजुरसँग केही कुराहरू बोल्न मन लाग्यो, केही कुराहरू गर्न मन लाग्यो, जोडिन चाहन्छु। बुबा हजुर नमस्कार। के भनौँ? हजुरको शुभ नाम भन्नुहोस् न। हाम्रो शुभ नाम वीरेन्द्र प्रसाद दास चौधरी। यो हाम्रो उदयपुर गाईघाटको चाहिँ बिसनपुर पार्क चाहिँ एकदमै भाइरल भनेर सबैजनाले भनिरहनु भएको छ। यो ठाउँ भाइरल नै हो त बुवा हजुर? हजुर, भाइरलै नै थियो। भाइरलै नै थियो, अहिले पनि भाइरलै छ। अहिले पनि भाइरलै छ। यो बिसनपुर पार्कको हेरचाह चाहिँ कसले गर्नुहुन्छ नि बुवा हजुर? हेरचाह त छ यता समितिहरू। जो यो बिसनपुर पार्कभित्र चाहिँ प्रवेश गर्नुभन्दा अगाडि अलिकति केही शुल्क लाग्दो रहेछ। 20 रुपियाँ पैसा तिरेर छिर्नु पर्ने रहेछ होइन बुवा हजुर? यो कुरा सत्य हो? हजुर, सत्य। यो टिकट चाहिँ के का लागि काट्नुहुन्छ नि हजुरहरू? यो टिकट यो यहाँ चलाउँदैछन् पानी फोहार। हजुर। हो त्यसको लागि अब पैसा त अब त्यसमा धेरै उठ्छ क्या। यहाँनिर जति पनि यो ठाउँमा हेर्न आउनुहुन्छ शुल्क लिए बापत चाहिँ त्यो शुल्कले चाहिँ यहाँको अझ निर्माण बनाऊ, अझ राम्रो बनाऊ भनेर चाहिँ उहाँहरूले यो शुल्क लिएको रहेछ। यदि तपाईँहरू पनि आउनुहुन्छ भने प्लिज आएर चाहिँ टिकट काटेर मात्रै भित्र प्रवेश गर्नु हुनको लागि विनम्र अनुरोध गर्दछौँ। बुवा हजुर यो चाहिँ भाइरल भएको ठाउँ अथवा यहाँनिर चाहिँ फुलहरू पनि रहेछ, त्यो फुलहरू चाहिँ कहाँ छ नि? ए फुल यता थियो। यो फुलको तल फुल तलतिर थियो, त्यो फुल चाहिँ अहिले सकिसकेको हो। त्यो सबै उखालेर सकिसकेको छैन। यो ठाउँ आउनै पर्छ। हाम्रो हिसाबले त आउँदा जाउँदा त राम्रै हुन्थ्यो। अब मन्दिर पनि छ यता, यो सबै गरिराखेको छैन काम। अब काम यताको व्यवस्था ठिक पार्दै गइराखेको छ। यता टिकटक सिकटक बनाउँदाखेरि अलिक डिस्टर्ब हुन्छ भनेर माइक खोल्दाखेरि अहिले नगर्नु भनेर अलिक ढिलो गरिदिए। ल ठिक छ, हजुरले समय दिनुभएकोमा हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। हस् हुन्छ, हजुरलाई धन्यवाद। हरित पार्क 12 उदयपुरमा छौँ, किनकि यो चाहिँ एउटा पार्क हो। यहाँ चाहिँ मान्छेहरू शनिबारको दिन छुट्टीको दिन चाहिँ मान्छेहरू घुम्न अनि केही टिकटकहरू अनि रमाइलोको लागि आउने गर्छन्। अनि आज हामीले विशेषताहरू यहाँ सोध्यौँ मान्छेहरूलाई। ठिक छ, उहाँहरूले एकदम राम्रो कुराहरू भन्नुभयो। एकदम
यो चाहिँ किन चाहिँ शुल्क तिर्नुको विषय त्यो पनि भन्नुभयो किनकि व्यवस्थापनको लागि शुल्क उठाउनु हुँदो रहेछ एकदम राम्रो कुरा हो किनकि उहाँले यत्रो व्यवस्थापन गर्नुभएको छ जस्तै फुलहरू अनि बत्तीहरू अनि हरेक प्रकारका गेटहरू बनाउनु भएको छ पानी त्यो फोहोराहरू उठ्ने बनाउनु भएको छ एकदम राम्रो कुरा हो हामी उहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ किनकि यो भनेको एउटा भ्रमणीय एउटा क्षण जस्तै मान्छेहरूले घुम्नका लागि अब कति ठाउँहरू कुदिन्छन् तर यो चाहिँ एउटा घुम्नका लागि कतै नजाउन् एउटा त्यो के कुरा हो भनेदेखि मान्छेहरूले अरू ठाउँमा किन घुम्न जाने हाम्रो पनि उदयपुर गाईघाटमा के एउटा घुम्ने ठाउँ होस् न जस्तै उदयपुरमा के एउटा चिनाउनको लागि एउटा यो बिसनपुर पार्क भन्ने कुरा यो खोलिएको एकदम राम्रो कुरा उहाँलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ र अन्तमा हामी के भन्न चाहन्छौँ तपाईँहरू आउनुहोस् घुम्नुहोस् अनि मनोरञ्जन गर्नुहोस् टिकटक बनाउनुहोस् र तपाईँहरूलाई आएर यहाँनिर एकदम रमाइलो चाहिँ एउटा रमाइलो लाग्नेछ हामी त्यही भन्न चाहन्छौँ र हजुरलाई यो भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला लाइक कमेन्ट सब्सक्राइब सेयर पनि गर्नुहोला यो हामी जति ठाउँ यो गाईघाट एरिया अलिक सानो त भए तापनि तर अलिक ठाउँमा यो भिडियोहरू नपुगेको हुनसक्छ उहाँलाई त्यो ठाउँहरू थाहा नहुन सक्छ तर उहाँ तपाईँहरूको सेयरले गर्दा त्यो ठाउँसम्म त्यो भिडियो पुग्न सक्छ त्यही भएर तपाईँहरू आउनुहोस् घुम्नुहोस् र आफ्नो प्रतिक्रिया पनि दिनुहोस् हामी यही भन्न चाहन्छौँ हस् त धन्यवाद थ्याङ्क यू यदि तपाईँहरू पनि उदयपुर गाईघाटमा बसोबास गर्दै हुनुहुन्छ भने यो हाम्रो बिसनपुर हरेक पार्क तिर्नपा 12 उदयपुर भन्ने ठाउँमा चाहिँ आइदिनु होला क्या यो ठाउँमा आएर चाहिँ हजुरहरू चाहिँ भाइरल भइदिनु हुनको लागि हामी विनम्र अनुरोध गर्दछौँ यहाँनिर हामीले केही कुराहरू पनि राख्यौँ एकदमै भाइरल ठाउँ पनि भनिँदो रहेछ यो चाहिँ यो भाइरल पनि ठाउँ हो यो ठाउँमा चाहिँ हामीहरू आइएको थिएन यो चाहिँ हामी फर्स्ट टाइम आएर चाहिँ तपाईँहरूलाई यो भिडियो देखाए बापत हजुरहरू आइदिनु हुन पनि अनुरोध गर्दै यहाँनिर जति पनि यहाँ शुल्क उठाउने विषयहरू रहेछ त्यो प्लस त्यो कुराहरू पनि जोडिएको कारणले गर्दाखेरि जति व्यवस्थापन हुनु थियो त्यो हुन नसकेको कारणले गर्दाखेरि व्यवस्थापन गर्नकै लागि त्यो शुल्क उठाइएको रहेछ अझ राम्रो व्यवस्थापन हुँदै जाओस् भन्न पनि चाहन्छु फेसबुक पेज मार्फत आशिष विजयसा चामलिङ राई प्लस मनकुमार एसके प्लस रुफास एसकेमा फेसबुक पेज हो जिटी ब्लग्स 20 मा पनि जोडिनुको लागि हजुरहरूलाई विनम्र अनुरोध गर्दछौँ भन्दै यस्तै यस्तै भिडियो हेर्नको लागि हामीहरूलाई फलो गर्नुहोला अब चाहिँ म बिदा हुन चाहन्छु हस् त गाइज बाइ बाइ लभ यु अल हेर्दै गर्नुहोला भिडियो